तर पनि हामी यसलाई मनाउँछौँ। अनि बाइबलले भन्छ काम वा बात जे गर्छौ कसलाई धन्यवाद दियो अरे? परमेश्वर। अनि गर। त्यसकारणले हामीले गर्ने गर्छौँ र हामी एकअर्कामा उत्साहित हुन्छौँ, आनन्द मनाउँछौँ। किन भन्दाखेरि हाम्रो यीशु जन्मिनु भएको छ। अनि मैले मान्नुपर्ने सबै प्रिय ख्रीष्ट मण्डलीहरूलाई जय मसीह। म धेरै कुरा बोल्दिन। लुकाको पुस्तक 2:7 पढ्नेछु। अघि भेडीमा गोठमा जाँदा रात परि गयो भन्दै गाउँदै थियो होइन? हो कि गायो नि त। यहाँ के लेखेको छ भने 7मा तिनले आफ्नो जेठा छोरा जन्माइन् र उनलाई लुगाले बेरेर डोरमा राख्यो किनकि तिनीको निम्ति पाउमा ठाउँ थिएन। आउनुहोस् प्रार्थना गरौँ। स्वर्गीय बुबा, हामी तपाईलाई धन्यवाद दिन्छौँ र येशू ख्रीष्ट एउटा गोठमा जन्मिनु भयो। अनि आज यो जन्मिनुको पनि एउटा उद्देश्य छ। साँच्चै नै तपाईले हरेक मानिसहरूलाई देख्नुभयो कि आज मानिसहरू हराइरहेका छन्, परमेश्वरको देखि टाढा भइरहेका छन्। यसको उपायहरू तपाईले खोज्नु भएर आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो र आज हामीले तपाईलाई मुक्तिदाता भनेर चिन्न पाएका छौँ। यो नै हाम्रो आनन्द हो। धन्यवाद दिन्छौँ येशू प्रभुको नाममा, आमेन। यहाँनिर चाहिँ के भनेको छ भन्दाखेरि चाहिँ आफ्नो आमा बाउले जेठा छोरा जन्माए। हालेलुया हो। येशू ख्रीष्टलाई येशू ख्रीष्टको जन्म भयो। त्यति बेला उहाँको जन्म चाहिँ कहाँ भयो भन्दाखेरि ठुलो राजगद्दीमा भएन। है, उहाँ राजाहरूका राजा हुनुहुन्थ्यो र पनि राजगद्दीमा भएन, एउटा गोठमा। किन गोठमा जन्मिनु भयो होला त? भन्नुहोस्, गोठमा मसँग भन्नुहोस्, गोठमा सबै मानिस आउन सक्छ, हो कि न? राजाकोमा जान सकिन्छ सबैजना? हजुर सकिँदैन। अहिले हामी हाम्रो अमेरिकाको प्रेसिडेन्टलाई भेट्नको लागि हामीले लगभग 2 वर्ष स्केड्युल बनाउनु पर्छ होला, हो कि न? तर यदि उहाँ हाम्रो प्रेसिडेन्ट डोनाल्ड ट्रम्प चाहिँ एउटा गोठमा बस्दै हुनुहुन्छ भने सबै हेर्न जान सक्छ। हो, सबै जान सक्छ। उहाँ गोठमा हुनुहुन्छ, उहाँलाई हेर्न उहाँ खुला हुनुहुन्छ, ओपन। उहाँलाई कुनै सेक्युरिटी पनि चाहिएन, कुनै आर्मी पनि चाहिएन। चाहियो? येशू ख्रीष्ट जन्मिँदा कुनै आर्मी चाहियो प्रोटेक्सनको लागि? चाहिएन। हरेक मानिस त्यहाँ हेर्न जान पाउँछ। ठुलो सानो राजा, सानो गोठालो तल भएको मान्छे पनि येशूलाई भेट्न जान पाउँथ्यो। हालेलुया। अनि गोठमा जन्मिनु भयो उहाँ चाहिँ सबैको लागि। येशूमा कुनै ठुलो जात छैन, येशूमा कुनै ठुलो धनी मान्छे, ज्ञानी मान्छे, मूर्ख मान्छे, सबै केही छैन। सबै बराबर। भन्नु त सबैले बराबर भन्नुहोस्। येशू ख्रीष्टमा हामी सबै बराबर। हालेलुया। उद्धार मुक्तिको लागि अब येशू ख्रीष्ट किन जन्मिनु भयो त? है, हामी लुकाको पुस्तक 4 अध्यायमा जाउँ ल। अलिकति त्यहाँ जान्छु। येशू ख्रीष्ट जन्मिनुको एउटा उद्देश्य चाहिँ के छ भन्दाखेरि नि हामीले 4मा गरे हेर्नु है, त्यहाँ एउटा एन्सर छ। 4को संख्या 18 हेरौँ है के लेखेको रहेछ। ल, यहाँनिर यसरी लेखेको छ, परम प्रभुको आत्मा ममाथि छ किनभने गरिबहरूलाई सुसमाचार सुनाउनुको निम्ति। किन जन्मिनु भएको रहेछ? गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति। हालेलुया। हालेलुया। अब कसरी गरिब भनौँ त? यता सुन्नुहोस्, मानिस जब आदम र हवाले पाप गरे, मानिसहरू सबै परमेश्वरदेखि टाढा भइरहेको थियो। बडो मजाको कुरा। मलाई परमेश्वरको वचन दिँदै गर्दाखेरि चाहिँ के बोल्ने हो भनेर म सोच्दै थिएँ। अनि मलाई त्यहाँ परमेश्वर लुका 2 अध्यायमा लानुभयो। त्यहाँ सबै कुरा म बताइरहन्न, धेरै कुराहरू छ त्यहाँ। तपाईँले लुका 2 अध्यायलाई पढ्नुभयो भने यति मिठो मिठो कुराहरू छ। तर येशू ख्रीष्ट जन्मिनुको उद्देश्य चाहिँ के हो भन्दाखेरि नि तपाईँ हामी चाहिँ परमेश्वरदेखि टाढा थियौँ।
अनि यहाँ के भन्नुभयो, किनभने गरिबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नु भएको छ भनिन्छ। येशूलाई संसारमा पठाउनुको निम्ति चाहिँ हामी गरिब थियौं, परमेश्वरदेखि टाढा थियौं, परमेश्वरलाई चिन्दैन थियौं, आफै परमेश्वर खोजिन्थ्यौं। यो एउटा केही राम्रो यसो घुमेको ढुङ्गा ल्यायो भने पनि त्यसलाई राखेर हामी के गर्दै थियौं, यो चाहिँ ईश्वर बनाउँदै थियौं, हो कि हैन? बनाउँदै थियौं हामीले। तर त्यहाँ हुन्थेन। त्यो चाहिँ के हो भन्दा खोजेको। एकजना मैले पोखरामा प्रचार सुसमाचार सुनाउँदै गर्दा एउटा एकजना हेडमास्टरसँग मेरो जम्का भेट भयो। मैले सुसमाचार नडराइकन सुनाएँ। अनि उहाँले चाहिँ भैँसी र गाई भैँसी हुँदैन, भैँसी गाई हुँदैन भनेर भन्नुभयो। अनि मैले भने बडो राम्रो छ, त्यो त प्रकृतिले दिएको कहाँ हुन्छ र? तपाईँ एउटा हेडमास्टर भएर के कुरा गर्नुभयो? तर हाम्रो धर्मशास्त्रमा चाहिँ मानिसलाई चाहिँ ईश्वरको रूपमा बनाइयो भनेको छ है। हो र भाइ? त्यस्तो छ शास्त्रमा? अन्त छ त, पढ्नुहुन्छ? अनि मैले उसलाई पढ्न लाएँ। मैले मानिसलाई आफ्नै प्रतिरूपमा बनाएको छु। त्यसो भने सर मलाई एउटा नयाँ नियम बाइबल जुनै पनि बाइबल दिनु न भन्नुभयो। मसँग बाइबल थिएन, आफ्नो मात्रै थियो। अनि मैले त्यहाँको एकजना पास्टरसँग उहाँसँग लिङ्क गराएँ। आई डोन्ट नो त्यसपछि के भयो। अनि आज मानिसले प्रकृति त चेन्ज हुँदैन नि त, थाहा छ हामीलाई। गाई कहिले भैँसी हुँदैन, भैँसी कहिले गाई हुँदैन, घोडा कहिले गाई हुँदैन। हुन्छ त, त्यो त प्रकृतिले पहिले परमेश्वरले घोडालाई घोडै बनाउनु भएको, गाईलाई गाई नै रच्नु भएको, अनि भैँसीलाई भैँसी त बनाएको नै, बोलेको मात्रै हो, फेरि बनाएको पनि होइन। परमेश्वरले भइजा भन्दा भइगएको। हालेलुया। तर मानिसलाई चाहिँ परमेश्वरले के बनाउनु भयो भन्नु त सबैले आफ्नै प्रतिरूपमा मानिसलाई परमेश्वरले बनाउनु भएको हो। हेर्नुहोस्, परमेश्वर येशू ख्रीष्ट आउनुको कारण चाहिँ अब अर्को बुदा चाहिँ के छ भने कैदीहरूलाई छुटकारा घोषणा गर्न भनेको छ। कैदीहरू, हामी कैदी थियौं। कसरी भन्नुहुन्छ होला? हामी यति साह्रो कैदी थियौं। हामीसँग वास्तविक धेरै ईश्वरहरूलाई हामीले खोज्ने गर्थ्यौं। हामी पाएका थियौं न। तर जब हामीले सुसमाचार सुन्यौं, के भयो त? हामी त्यो कैदबाट हामी के भयो? छुटकारा पायौं। कैद के थियौं? अब मैले भन्नुपर्दा हामीलाई उधौली, उभौली, देउराली, भन्ज्याङ, औजार, चौतारी सबै कुराहरू बोकेकै हो नि त। अब यो समय आउँदैछ, अब अरूले संसारमा हेरेर त्यही कामहरू गर्छन्। त्यो चाहिँ कैद थियो हाम्रो लागि। स्वतन्त्र थियो न। यसो गर्दा पो उसो गर्दा पो हुन्थ्यो कि, यसो गर्दा राम्रो पो हुन्थ्यो कि, त्यसो गर्दा पो राम्रो हुन्छ कि, उसो गर्दा पनि राम्रो थियो, किनकि हामी बन्धनमा थियौँ। त्योबाट हामी छुटकारा भएका थियौँ न। त्यस कारणले प्रभु येशू आउनु भएको। तपाईहरु मलाई स्वतन्त्रसँग मेरो मात्रै आराधना गराए भनेर आउनु भएको। हालेलुया, आमेन। बडो मजाको कुरा, बडो आनन्दको कुरा। यति साह्रो धर्म कर्म गर्दै गर्दै उद्धार मुक्ति पाउनको लागि, स्वर्गीय स्थानमा छिर्नको लागि यति साह्रो परिश्रम गर्थ्यौं हामी। बिहानै जुरुकै उठेर नुहाएर विभिन्न कुराहरू गर्थ्यौं, हो कि न? भन्नुस् त, हो नि? तर परमेश्वरलाई महिमा होस्, उहाँले कैदीहरूलाई छुटकारा घोषणा गर्न प्रभु येशू आउनु भएको। कैदमा परेका थियौं हामी, बन्धनमा थियौं। ओ कति साह्रो दिदी, मानिसहरू सधैँ निराश। ईश्वरलाई पुकार्दा पनि निराश हुन्थ्यो, एन्सर पनि आउँदैन थियो। अहिले त म अचम्मै लाग्छु, कोही व्यक्तिलाई परमेश्वरको वचनद्वारा उत्साह दिन्छु, उनीहरूले एन्सर पाइरहेको हुन्छ। हालेलुया। मलाई पनि उत्साह आउँदै गर्दै एन्सर पाएको छु, किनकि त्यो बन्धनबाट हामी के भयो? अलग भयौं। के तपाईहरुलाई आफैलाई अलग भएको खुसी लाग्छ? परमेश्वरले तपाईलाई बन्धनबाट छुटकारा भएको खुसी लाग्छ? एकचोटि येशूलाई ताली दिनुहोस्।